अन्तिम फोन कल रातको करिब 12 बजेको समय थियो। आकाशमा बादल गर्जिरहेको थियो, बिजुली चम्किँदा गाउँको सानो घर झन् डरलाग्दो देखिन्थ्यो। रमेश एक्लै कोठामा बसेर आफ्नो मोबाइल चलाइरहेको थियो। अचानक उसको फोन बज्यो। अननोन नम्बर। उसले केही सेकेन्ड सोचेपछि फोन उठायो। हेलो। त्यसपारीबाट एकदमै परिचित आवाज आयो। रमेश, माया गर्छौ अझै पनि मलाई? रमेशको हात काँप्न थाल्यो। यो आवाज, यो त स्मिताको थियो। तर स्मिता त 6 महिना अघि मरेकी थिए। तिमी स्मिता? उसले डराउँदै सोध्यो। त्यसपारी केही क्षण सन्नाटा छायो। अनि फेरि त्यही आवाज, तिमीले मलाई छोड्यौ, त्यसैले म मरेँ। रमेशको आँखाबाट आँसु झर्न थाल्यो। उसले सम्झियो त्यो दिन जब उसले स्मितालाई धोका दिएको थियो। उसको कल इग्नोर गरेको थियो। र त्यही रात स्मिताले आत्महत्या गरिन्। म माफी चाहन्छु स्मिता। रमेश रोइरहेको थियो। अचानक फोनको आवाज परिवर्तन भयो। अब त्यो आवाज डरलाग्दो, भारी र चिसो थियो। माफीले मलाई फर्काउन सक्छौ? रमेशको कोठाको बत्ती आफै निभ्यो। झ्याल जोरले खुल्यो। चिसो हावा भित्र पस्न थाल्यो। फोन अझै कानमै थियो। पछाडि फर्क। रमेश। उसको मुटु जोडले धड्किन थाल्यो। बिस्तारै उसले पछाडि फर्कियो। अनि त्यही उसको पछाडि भिजेको कपाल, सेतो आँखा र रगतले भरिएको अनुहार लिएर स्मिता उभिएकी थिए। अब तिमी पनि मेरो साथमा आउनुपर्छ, उनले फुसफुसाउँदै भनिन्। फोन जमिनमा खस्यो। र अर्को दिन बिहान गाउँलेहरूले रमेशलाई त्यही कोठामा मृत अवस्थामा भेट्टाए। उसको मोबाइल अझै पनि चलिरहेको थियो। स्क्रिनमा लेखिएको थियो, अन्तिम सन्देश। कहिलेकाहीँ प्रेम धोका होइन, श्राप बन्छ।